लु 77वटै जिल्लाको गफाडीहरूको सुनियो गफ बदम फर्सी नरिवल अलैची भने केही नयाँ छैन। के साह्रो गर्न सकेको बकवास। लु भयो उताको कुरा छोडा, आऊ अब म सुनाउँछु हाम्रो सिन्धुलीको इतिहास। सिन्धुलीगढी छुट्टै छ सान, भाषा र संस्कृति हाम्रो पहिचान, विदेशीसँग बेच्दैन इमान। हिँडेको छौ कहिले सिन्धुलीको बाटो, हिँडेको भए त देखेका होला नि। झागाझुली रातबाट सेल्फी डाँडाको त्यो रातो माटो, सोच त एकचोटि त्यहाँको माटो किन रातो होला। के हेन हौ हाम्रो बाबुबाजेहरूले विदेशी दुश्मनको बगाएको थियो अरे रगतको खोला, त्यही भएर भएको रे त्यहाँको माटो रातो, गएकै छैन अहिलेसम्म रगतको टाटो। अनि साँच्ची झापाली लक्ष्मण सोल्टी, अरूलाई होमवर्क दिएर तिमी चाहिँ के साह्रो लुकेको, सोलुसन नभेटेर थियो कि क्या आफै कोमातिर पुगेको। 1 महिनापछि सकि नसकी आएर किन होला त्यसरी टिकटकमा भुकेको। तिमीहरूलाई उडाउँछ हावा उन्डारीले, अरे गफ पनि कस्तो त। यसो हेर्दा त तिमी आफै अफ्रिकाबाट हावामा उडेर झापामा झरेको जस्तो छ। झापाली ब्रान्ड भन्नेहरूलाई पर्लाई पिर, साह्रै पातलो रहेछौ, थोरै डाइट खाने गर, फेरि मैले फुक गर्दा उडेर सिधै पुग्लाम नि अफ्रिकाको कङ्गोतिर। पान्थरेनीले र्याप हान्यो सबैजना पिरमा छ, बाँदर पनि लडी मर्छ सिन्धुलीको भिरमा त। खुट्टा चिप्ले पुगिने हो सुनकोसीको किनारमा, 1 केजी किन्दा 2 केजी किरा सिन्धुलीको जुनारमा। रगतको टाटा होइन पान खाएर थुकेको, आफ्नो एउटै क्रिएसन छैन कति साह्रो भुकेको। पान्थरेको मन सफा बोली झनै मिठो, फोटोकपी मेसिन भन्दा सिन्धुली नि छिटो। गल्ती गरिन् दोहोर्याएर फर्सीको कहानी, मैदानमा उत्रिसक्यो पान्थरको रानी। गल्ती गरिस् यार बहिनी तिमीले सिन्धुलीको बगिनीलाई चलाई। 2-4 दिन के चुप बसे बेकारको छाउरा छाउरी के साह्रो भोग्न थाले मलाई। अस्तिदेखि देखिरहेको छु 5 थरले सिन्धुलीलाई खोजिरहेको न्यू। आफ्नो क्रिएसन छैन फोटोकपी हान्न अरे, इस यत्राको फोटोकपी हान्छ जसले चाहिँ मेरै नाम जोडेर मिडियामा कमाउँदैछ भ्यू। ला औ मेरो नाम लिएपछि त पुरै भाइरल भएछ त बहिनी। ला त यता दिदीको खुट्टामा गर त बाजिउ। त्यस्ता त अब कन्टेन्टको त भण्डार नै छ, त्यही पनि देखाउँदिन सान। बरु लाज नमानी माग न हौ, 2-4वटा कन्टेन्ट त फ्रीमै गरिदिउँला दान। केही कन्टेन्ट नपाएर सिन्धुलीको जुनारमा त किरै किरा भन्दै कता हिँड्या। 5 थरे सोल्टिनी सधैँ हुन्छ झ्यापमा, झ्यापको तालमा आफैले हो सिन्धुलीको किरालाई नि जुनार भन्दै किन्या। धन्न चिप लिएर पुगेछौ सुनकोसीको किनारमा, अलि उता गएको भए त त्यही त थियो स्वर्ग जाने बाटो। पान खाएर थुकेको रे होइन अरे रगतको टाटो। अरे औ 5 थरे सोल्टा सोल्टिनीहरूलाई सुनकोसीको पानी छ्यापिदेऊ त, बिचराहरूको सिन्धुलीको बाटो हिँड्दा पनि गइसक्यो रे सातो। देशले नै राजा पाएको छैन, कति न आयो अरे 5 थरको रानी। के बोल्या बहिनी, के को रानी? क्यारिङ बोटको गफ पनि अलि मिलाएर देऊ न हौ जोतको। बरु यता मेरो पहुँच पुगिसक्यो केपी ओलीतिर, मेरो कुरा काट्दै हिँड्दा केपी ओलीले जस्तै गरी हालिदिन्छु नि जेल। बोहो टिकटकमा ब्याटल खेल्न छोड, तिम्रो बसको कुरा होइन। जाऊ बरु 2-4 जना भुराभुरी जम्मा गरेर रोडमा बसेर क्यारिङ बोट खेल। कस्तो बगिनी हो सिन्धुलीको कुकुर जस्तै भुक्ने, मुसा देख्दा झम्टिने शेरनी देख्दा लुक्ने। सोझो खाई कपी गरी कन्टेन्ट चाहिँ बिक्या छ, न पन्चको टाइम न र्यापको राइम, खोइ के चाहिँ सिक्या छ। आउने होइन कोरिया कपी गरिस् पहिले त, फोटोकपी मेसिनले नि गुरु मान्छ अहिले त। म हो विश्व शब्दकोश चाहिँदैन तेरो दान, त्यत्रो कला छ भने कपी होइन आफ्नै यान। मेरै नक्कल गरेर लागेको हो तँलाई दाउ, म चाहिँ तेरो गुरु भए ढोक गर्नलाई यता आऊ। त ज्ञानको कुवा होस् म चाहिँ पुरै सागर, अब अर्को ट्रेन्ड ल्याउँछु त्यसलाई पनि फलो गर। पान्थर आइज हेर्नलाई रानी भन्या के रहेछ, क्यारिङ होइन क्यारेम हो उच्चारण पहिला सिकाइज। अब आजकल त जोक पनि के साह्रो हान्ने यार गफ। त्यही भएर म त आए फेरि लाजै पचाएर, लोड सेडिङ होला कमेन्ट हान्नुपर्छ, राख है मोबाइलको चार्जलाई बचाएर। फेरि भन्न थाल्छन् यो बहिनीलाई त के साह्रो गफ आएको, के हो त दाइ देख्नु भएको छैन र गफैको भरमा केपी बाले उता देश हल्लाइरहेको। हामीले त यता टिकटक त हो नि, गफै मात्र मन पराउने रहेछन् यहाँ जो नि। जा अब गफ हान्नकै लागि केपी बालाई उता प्रधानमन्त्री पद, के थाहा म पनि मन्त्री पो हुन्छु कि, त्यही भएर गरेको उतैको सङ्गत। फेरि हेर न झापालीहरू उफ्रिन थाल्छन् केपी बा हाम्रो हो, केपी बा हाम्रो हो भन्दै। हामीलाई के को चासो, प्लिज यार सक्छौ भने तिमीहरूको केपी बालाई उतै झापामै लगेर राख न। 76 जिल्लालाई छैन के खाँचो, कुलमानलाई हटाएर राखे जाइ चालो, हाम्रो पनि आउन पर्यो के पालो। कति केपी बा कति केपी बा।
पान्थरको मुसा झापालीको हात्ती, तमुलको माछा झापामा व्हेल, पान्थरेनीले कुल्ला गर्दा रतुवामा बेल, बाख्राको खोराम्रो झापालीको दरबार, झ्यापमा बसेर हावा गफ ठोकेर यत्राको सरकार, एलिजाबेथ त धनी थिइन् मनकी, लिम्बुनीको दाँतको साग झापालीलाई सिङ्की, 10 को चिरिप्प सोल्टी मातेर बाटोमा सुतेको, खोलाले धाएको होइन नि त्यो त कुकुरले मुखमा मुतेको, सूर्य भन्छन् पहेँलो देख्दा पान्थरको आँप पाकेको, झापाली सोल्टी जहिले झ्याप, त्यही भएर हो हामीले काफ्लेलाई नै ताकेको। ल पान्थरे लिम्बुनी बिग्रिनै सकेछ, राई लिम्बू छोडेर काफ्लेलाई लखेट्छ। हाम्रो त झापामा हात्तीले जोत्छौँ, त्यही हात्ती बान्न मुला नै रोप्छौँ। त्यो जाबु भैँसीलाई सिङ्कामा बाँधेर एक पत्ता सागलाई खाडलमा खाँदेर सिङ्के बनाएर 1 वर्षै खान्छौँ। बाघसँग मिलेर सिकारै जान्छौँ। 2 देखि 3 केजी मेकअपै लाउँछौँ। इत्रु सुँगुर जोतेर के गरी खान्छौँ। झापामा अहिले नि डाइनोसर पाउँछ, तिर्खाले होइन खोलाले धाउँछ। एलिजाबेथ पनि खेतालै आउँछ। के कुरा गर्नु सम्पत्ति घरबारको, झापामा घर पछि दरबार थियो। कोरिया त एउटा देश मात्र हो, कोरियाभित्र झापाकै सरकार हो।